ओम काली हर हर महादेव सबै दर्शकबिन। आज फेरि हामी तन्त्रको विख्यात देवी महामाई आशु म्यात्रानीको बारेमा केही कुरा गर्नेछौँ। अब यो आशु म्यात्रानी कसैको माथि तन्त्रको खिलाइ पिलाइद्वारा चढाइदिएमा या उपरी क्रिया गराएर माथि लगाइदिएमा त्यो व्यक्तिको स्वास्थ्यमा के प्रभाव पर्छ, उसलाई के समस्या झेल्नु पर्नेछ आफ्नो जनजीवनमा। पहिला हामीले यो विषयमा कुरा गरौँ। अगर कसैमाथि आशु म्यात्रानीको चौकी लगाइदिएमा उसलाई उसको सर्वप्रथम सबभन्दा मुख्य लक्षण उसको दिनभरि टाउको दुखाइ हुने, उसको पेटको स्थिति, उसलाई खानामा नलाग्ने, खानामा स्वाद नआउने, पेटमा सधैँ पेटमा यस्तो जस्तो फिल हुने कि पेट दुख्ने जस्तो स्थिति, अनि पेटमा जस्तो त्यो फिल हुने कि केही चलिरहेछ, किडा जस्तो, केचुल जस्तो। अनि यसको मुख्य लक्षण के छ, अब बिस्तारै बिस्तारै दिन बित्दै जान्छ, मान्छे व्यक्तिको शरीर पहेँलो हुँदै जान्छ, आँखा पहेँलो हुन्छ, अनि व्यक्तिले सोच्छ कि जन्डिस भयो कि, अनि ऊ जान्छ मेडिकल डक्टर कहाँ चेकअप गराउन। उसको रिपोर्ट जन्डिसको नर्मल आउँछ, घरिघरि जान्छ, घरिघरि उसको रिपोर्ट नर्मल आउँछ, अनि अब उसको प्रेसर लो हाई नै हुन्छ। त्यस कारणले उसलाई चक्कर लाग्छ। चक्कर लागेका कारणले उसले काम नै गर्न सक्दैन। दिनभरि उसले आफ्नो प्रेसर नै चेक गराउन जान्छ, कहिले डक्टरले भन्छ नुन खाऊ, चिनी खाऊ, त्यसमै उसको जिन्दगी जानेछ। अनि रातिको स्थिति, राति उसलाई डर लाग्दो सपना आउने, सम्भोग क्रियाको सपना हुने, अनि बिस्तारै बिस्तारै उसको स्वास्थ्य एकदम डाउन हुँदै जाने, उसले एकदम उसको आफ्नो व्यक्तिगत रूपमा नि उसको जुन स्वभाव पहिला थियो सबैसँग मिल्ने, तर ऊ अब एकदम रिसाको, चिडचिडापनले गर्दा एकदम एक्लो बस्ने, अनि अब ऊ रातभरि सुत्न सक्दैन, त्यस्तै बिहान ऊ फ्रेस उठ्दैन, अब ऊ काममा नि जान सक्दैन, किनकि उसको बडी त्यो हिसाबले फ्रेस नै हुँदैन। अनि काम कसरी गर्छ, अल्छी लाग्ने, बिस्तारै बिस्तारै अब खाना छुट्दै जान्छ, बडी विक हुँदै जान्छ, अनि व्यक्तिको ज्यान पुरा पहेँलो हुँदै जाने। अनि अब हजुर जानुहुन्छ चौकी दरबारमा, तिनीहरूले त भन्नै सक्दैनन्, किनकि यो आशु म्यात्रानी एकदमै ठुलो शक्ति हो। यसलाई अघोरीहरूले मर्गटको विद्यामा प्रयोग गर्छन्। अगर कसैको माथि मारण क्रिया, कसैलाई मृत्युसम्म पुगाउन छ, तिनीहरूले यो क्रियाको प्रयोग गर्छन्। हाम्रो यहाँ दरबार भगतहरूलाई त थाहा नै छैन यो शक्तिको मुख्य विषयमा। अब थाहा छैन भने उपचार कसरी गर्छन्। अब यसको अब भगत कहाँ दरबार जानुहुन्छ, तिनीहरूले नि बलको प्रयोग गर्छन्, त्यो ताबिज लगाइदिन्छन्, के लगाइदिन्छन्, कवच लगाइदिन्छन्, तर त्यसले नि यो शक्ति रुक्दैन, किनकि यो देव शक्ति हो। 360 प्रकारका मसानी उहाँको अन्तर्गत चल्छ। 56 कलुवा, ब्रह्म, पिचास, सिद्ध, कच्चा पक्का सारै मसान, सारै शमशानको शक्तिमाथि उहाँको कन्ट्रोल छ। अब आफै नै बुझ्नु सक्नुहुन्छ कि उहाँलाई ताबिजले, कवचले रोक्न मिल्छ त मिल्दैन। अब उहाँलाई हटाउने कसरी, उहाँलाई चाहिँ मनाएर हटाउन मिल्छ। अब जो सिद्ध अघोरी योगी जोसँग बल छ, गुरु गद्दीसँग जुडेका छन्, उहाँले मनाएर हटाउँछन्। मातालाई बिन्ती गरेर भोग प्रसाद चढाएर बिस्तारै बिस्तारै माता मान्नुहुन्छ। त्यही नि एकचोटि आशु म्यात्रानीको अगर चौकी लायो भने एउटा व्यक्तिलाई स्वस्थ हुनलाई कमसेकम 3 देखि 6 महिना लाग्छ। अगर उपरी क्रियादेखि नि अगर टच गरिहाल्यो एकचोटि उहाँको अंशले, अब यो कसरी, या त कसैले गराउँछ, या त चोक चौरामा कसैले आशु म्यात्रानीको उतारा राखिदिन्छ, अनि त्यो हजुरले त्यो चौरा क्रस गर्दा या उतारा लाङ्दाखेरि या उतारासँग सम्पर्कमा आउँदा त्यो शक्ति हजुरमाथि चढिहाल्छ। त्यस्तो क्रममा नि लगभग मान्छेलाई निको पार्नमा 3 महिनाको समय लाग्छ। र कोहीले भन्छ हामीले 2 दिनमा गरिदिन्छौँ, 4 दिनमा गरिदिन्छौँ, हवन गरेर निकालिदिन्छौँ। तिनीहरूले हजुरलाई मूर्ख बनाइरहेछन्, किनकि तिनीहरूलाई हजुरको पैसासँग मतलब छ। पैसा लिन्छन्, काम गर्दैनन्, अनि हजुरले भट्किनुहुन्छ। अब हजुरलाई नि पीडा हुनसक्छ होला, कतै जब गर्नुहुन्छ होला, या पैसाको मार्ग छ। अब व्यक्ति पहिल्यैदेखि तन्त्रमा पीडित छ भने ऊ यताउता दरबार कहाँ, डक्टर कहाँ जाँदा जाँदा उसको पैसा पहिल्यै सकिन्छ, अनि उसलाई धेरै नै समस्याको सामना गर्नुपर्छ। अब उहाँले त्यही कुराहरूले हटाउन सक्छन्। एउटा सिद्ध योगी या अघोरी उहाँहरूले मनाएर मातालाई हटाइदिन्छन्। आजको लागि यति नै। ओम नमो आदेश।